एउटै कुरा बारम्बार नभन्नु न। अनि पहिलो घन्टी भन्दा अगाडि कोही बाहिर जानु पाउँदैन। भूकम्प आए नि सुनामी आए नि पहिलो घन्टी लाग्छ, त्यसपछि मात्र बाहिर जानु पाइन्छ। ऐसा मत करो मेरी जान। भूकम्प आयो भने त घन्टी बजाउने मान्छे नै भाग्छ होला। अनि पहिलो घन्टी कसले बजाउँछ मिस? घन्टी बजाउने मान्छे भाग्यो भने आफ्नै घन्टी बजाउँदै भाग्ने नि, कसले पर्खी बस्छ र? मिस, अरू क्लासमा त्यत्रो विद्यार्थीहरू छ त, यो क्लासमा चाहिँ किन हामी 4 जनालाई मात्र राख्नु भएको? किनकि हामी कुहिएको आलु र राम्रो आलुलाई एक ठाउँमा राख्दैनौँ नि त। राख्दा केही हुँदैन के मिस? त्यत्रो आलु कुहिएको रहेछ, जाबो 4 वटा राम्रो आलु जोगाएर के गर्नुहुन्छ? ओइ कलौटे, मिसले हामीलाई कुहिएको आलु भनेको हो के? कहाँ आफूलाई राम्रो आलु ठानेर? ल ल बेल लाग्यो, सबैजना रेडी बस अब। हे भगवान, क्वेसन सजिलो आएको होस्। मैले जे पढेको छु त्यही आएको होस्। मैले नपढेको आएको छ भने म तपाईसँग कट्टी गर्छु नि फेरि। अबे साले ए चढ्दै कला देखाउ त, खुरुक्क गर्नु थाल। गर्छु के मिस, पर्खिनु